जीवन सामान्य गतिमा बगिरहेका बेला उदयपुरको कटारी बजारकी रीता लामा राजवाहकमाथि अप्रत्याशित वज्रपात आइलाग्यो। दुई छोरी बालकै हुँदा उनले श्रीमान गुमाइन्। घरको मूलमियो ढलेपछि उनको जीवन संघर्षमय बन्यो, तर हार मानिनन्। मेरो श्रीमान बित्नु भएको 77 मा बित्नु भयो। सुरुमा चाहिँ मैले त्यो सानो पसल यसो चटपटे पसलहरू जस्तो खोलेको थिएँ। सुरुमा 10,000 थियो होला सायद जीवन विकासमा बस्दाखेरि। तीबाट लिएर सानो चिया पसल अनि चटपटे सँगै साथसाथै त्यसो सिलौटामा पिनेर अनि सेल पनि बनाउँथे सँगसँगै। अनि त्यसरी नै बनाइराखेको थिएँ। अनि बिचमा फेरि त्यो गर्दै गर्दा यो टेलर सिक्ने मौका पाएँ मैले। अनि त्यो सिकिसकेपछि अनि त्यसपछि चाहिँ टेलरमै कन्टिन्यू छ, त्यो चाहिँ छोडिदिएँ फेरि मैले। श्रीमानको वियोगबाट उठेर उनले उद्यमशीलताको बाटो रोजिन्। कटारी बजारमा उनी हेब्रोन लेडिज टेलर एन्ड ट्रेनिङ सेन्टर र कस्मेटिक पसल सञ्चालन गर्छिन्। उद्यमशीलताको बलमा उनी आत्मनिर्भर भएकी छन्। यो सिलाइहरूलाई कामलाई प्राथमिकता नदिएको भए चाहिँ मलाई गाह्रै हुन्थ्यो। यसलाई प्राथमिकता दिएकोले चाहिँ मलाई सहजै छ। त्यस्तो भइसकेपछि चाहिँ मैले ठुलो ठुलो कर्जाहरू लिन थालेँ। अनि त्यसपछि थोरै थोरै लिन्थेँ पहिला चाहिँ, अनि बिस्तारै बढाउँदै गएको हो। सिकाउने क्रम नै हुन्छ त्यस्तो। अब सिकाउने क्रम हुँदाखेरि लुगाहरू ठिक्क आएको कुनै बहिनीहरूले पनि सिलाइदिनुहुन्छ। अब कुनै बेलामा भ्याइएन भने कसैलाई बोलाएर ल सघाउ भन्यो, अनि उहाँहरूलाई पनि पारिश्रमिक कति हुन्छ उहाँले सिलाएको अनुसार अनि उनीहरूलाई यति भयो है भन्यो, अनि दिए। उनीहरू पनि खुसी हुने, मलाई पनि सजिलो। रीताको उद्यमशीलताको यात्रा ठूलो लगानीबाट सुरु भएको होइन। सानो पुँजीबाट उनले व्यवसाय गरिन्। व्यवसायका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरेको छ। श्रीमानको निधनपछिको कठिन समयमा उनलाई जीवन विकासले ऋण मिनाहा गरिदिएको थियो। साधारण त्यो 10,000 को लिएर चिया पसलहरू गर्दै गरेँ। अनि त्यसपछि ऋण बिस्तारै बढ्दै 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 गयो। अनि त्यसपछि चाहिँ अनि बिस्तारै मेसिनहरू सुरुमा त एउटा लिएँ मैले। अनि घरमै गर्दै थिएँ। जीवन विकासले सहयोग गर्नुभयो। टेलरलाई अलिकति मैले ठुलो बनाउनै पर्छ भनेर फेरि टेलर दर्ता पनि गरेँ घरेलुमा। अनि बिस्तारै फेरि ऋणहरू पनि लिँदै अलिकति बढाउँदै गएँ। अस्ति भर्खर पनि हामीले भाइले सिटी लिनलाई भनेर हामीले फेरि ऋण लिएर सिटी भाइले लिएको छ, मेरो भाइले। आफूले जानेको ज्ञान अरूलाई बाँड्दा उनलाई खुसी लाग्छ। त्यही खुसीले गर्दा उनले टेलरिङ व्यवसायलाई विस्तार गर्दै तालिम केन्द्रको रूपमा विकास गर्ने योजना बनाएकी छन्। आफूले जानेको कुरा अरूले पनि गरिदिँदा त धेरै खुसी लाग्छ। आफूले सिकाएकोहरूले अब म भन्दा पनि कोही त राम्रो हुनुहुन्छ, सिकाएर बस्नु भएको छ, टेलर खोलेर बस्नु भएको छ कतिजना। भविष्यमा अब यसलाई बढाउँदै लाने, सकेसम्म चाहिँ यसलाई एउटा तालिम क्षेत्र नै बनाउने सोच छ मेरो चाहिँ। अब कस्मेटिक चाहिँ प्लस भाडाको लागि गाह्रो हुन्छ भनेर हो। टेलरलाई नै प्राथमिकता दिँदै जाने, एउटा टिचरको रूपमा सबैलाई सिकाउँदै जाने भन्ने चाहिँ मेरो सोच हो।